I was just looking for an internship on React, and my friend suggested me for it. Okay, initially everything felt unfamiliar, but there were new people, new tools, a lot of questions. But I guess that's what makes it more exciting. मलाई चाहिँ पहिला अलिअलि मात्र आउँथ्यो, लाइक पर्सनली मात्र सिकेको थिएँ, तर यसरी रियल वर्ल्ड प्रोजेक्टमै इन्डल्ज भएर चाहिँ सिकेको थिएन कहिले। मैले चाहिँ यहाँ रियाक्टमा एप्लाई गरेको थिएँ, अनि बिस्तारै बिस्तारै पहिला चाहिँ ब्याकएन्डहरू केही पनि आउँदैन थियो, पछि चाहिँ अब ब्याकएन्ड जावा यिनीहरू पनि सिक्दै जानु पाएँ। त्यही अब पहिला चाहिँ फ्रन्ट एन्ड मात्र गर्थ्यो, अनि पछि चाहिँ एकैचोटि प्रोजेक्टमै ब्याकएन्डहरू गर्नु पऱ्यो, अनि त्यसरी नै सिक्दै गयो। अब त्यसलाई नै स्टिपेस्ट लर्निङ कर्भ भन्ने। मैले चाहिँ फर्स्टमा लेखनदास भन्ने प्रोजेक्टमा काम गरेको थिएँ। त्यो चाहिँ स्पिच टु टेक्स्ट ट्रान्सलिटरेसन टुल थियो होइन, तर त्यसमा चाहिँ के फिचर राख भनेको थियो भन्दाखेरि हाम्रो अफलाइन टाइपिङ जुन गर्ने पर्ने थियो त्यो अफलाइन फिचर राख भनेको थियो, त्यो चाहिँ गर्नु परेको थियो। त्यही लेखनदास प्रोजेक्टमा चाहिँ एप फ्रिक्वेन्टली क्र्यास हुन्थ्यो कुनै कुनै एन्ड्रोइड डिभाइसेसमा, स्पेसिफिक डिभाइसेसमा मात्र। त्यसलाई चाहिँ सल्भ गर्न लाइक टाइम लाग्थ्यो। ट्रेनिङसिपमा चाहिँ एउटा फाइनल प्रोजेक्ट सबमिट गर्नुपर्ने हुन्थ्यो, 2 हप्तामा बनाउनु पर्ने खालको। मैले चाहिँ एउटा लोकलाइज भन्ने यही लोकल सर्भिस डिलर खालको बनाएको थिएँ। अब त्यति बेला चाहिँ फ्रन्ट एन्ड मात्र सिकेको थिएँ नि त ट्रेनिङसिपमा, अनि यसमा चाहिँ मैले ब्याकएन्डहरू पनि राखेँ। सो त्यही 2 हप्तामा गर्दाखेरि चाहिँ म प्राउडै छु। म चाहिँ भाइब कोड मात्र गर्ने मान्छे हो पहिलेदेखि। अब कोड रिभ्यूहरू गर्नु परेपछि चाहिँ सुपरभाइजरले अब सोध्थ्यो नि त के कोड गरायो भनेर, त्यही भएर एजेन्टिक कोडिङै गरे पनि जे होस् आफूले बुझेर मात्र गर्थ्यो। सो त्यही भएर राम्रो मान्छु म चाहिँ त्यसलाई। ओके, पर्सनल प्रोजेक्टमा चाहिँ डिजाइनहरू हुँदैन थियो, या त अब यो स्क्रम टुलहरू केही पनि हुँदैन थियो नि त। सो हेभेचार्टली जे पनि फिचर राखिदिन्थेँ म चाहिँ। तर यहाँ इन्जिनियरिङ टिम भएपछि मेरो अब पर्सनल प्रोजेक्टमा पनि ग्रोथ बढेको छ, अनि यहाँ प्रोफेसनल ग्रोथ पनि बढेको छ जस्तो लाग्छ। अहिले चाहिँ मलाई अब जुन ल्याङ्ग्वेजमा स्विच गर्न नि सजिलो जस्तो लाग्छ, जे काम दिए नि आई एम फाइन टु डु इट जस्तो। यता आउनुभन्दा अगाडि इन्टरभ्यूहरू दिँदाखेरि चाहिँ यो कम्पनी एकदम ठुलो सोच्थेँ। अब यहाँ आएपछि चाहिँ अब कम्पनी त ठुलो छ, काम पनि छ, तर त्यही अनुसार वर्क लाइफ ब्यालेन्स पनि धेरै नै छ जस्तो लाग्छ। मेरो चाहिँ एकजना मेन्टर एकजना सुपरभाइजर हुनुहुन्थ्यो, अनि मेन्टर चाहिँ हाम्रै ब्याच भएरमा त्यति गाह्रो भएन। सुपरभाइजर चाहिँ सिनियर हुनुहुन्थ्यो, सो म डराउँथेँ त्यति बेला चाहिँ, तर पछि चाहिँ झन् सुपरभाइजरले पनि धेरै हेल्प गर्नुभयो। त्यस्तो रोड ब्लक चाहिँ छैन। एकचोटि चाहिँ मेरो त्यो ओएसै अर्कै राख्थेँ कि म जान्ने भएर पहिला, अनि त्यति बेला चाहिँ दाइले नै त्यो सेटहरू गरिदिनु भएको थियो फर्स्टमा। ओके, सो सुपरभाइजर दिदीले चाहिँ हाम्रो जहिले भाइभाहरू पनि लिनुहुन्थ्यो, अनि कोड रिभ्यूहरू पनि गर्नुहुन्थ्यो। सो त्यसले गर्दा चाहिँ थ्योरिटिकल्ली पनि अनि प्र्याक्टिकल्ली पनि एकदम बिल्डअप भयो जस्तो लाग्छ। अब त्यसले चाहिँ मेरो कम्युनिकेसन पनि राम्रो पारिदिएछ, अनि टेक्निकल डिसिजनहरू लिनलाई पनि बेटर पारिदिएछ जस्तो लाग्छ। ट्रेनिङसिपमा चाहिँ म कौशिकहरू बस्थेँ, अनि साथीहरू पनि आउँथ्यो, त्यही गीतहरू गाउँथ्यो, गिटारहरू बजाउँथ्यो। त्यो
ट्रेनिङसिपमा चाहिँ 1 महिना चाहिँ त्यही सिकाउने खालको हुन्थ्यो। त्यसपछि चाहिँ अब आफ्नै प्रोजेक्टहरू बनाउने, त्यस्तो गर्दाखेरि चाहिँ प्रोफेसनल फिल हुन थाल्यो। अब ट्रेनिङसिपमा चाहिँ आफूसँगै भएको साथीहरू नै मिस हुन्छ होला मलाई चाहिँ। अनि बेस्ट पिस अफ एडभाइस भनेको चाहिँ धेरै टेन्सन नलिनु, अनि सिक्दै जानु, अनि नआएको कुराहरू चाहिँ मेन्टरहरूलाई सोध्न नडराउनु।